केटाहरू अनावश्यक सोच्न छोड्देऊ के। विदेश आउने बेलामा आज विदेश आएछु भनेपछि दिमागमा तिमीहरू के सोच्छौ? केटाहरूले जहिले पनि दिमागमा सोच्ने भनेको म बुढी छोडेर जाँदैछु, दुईटा छोरा अथवा छोरी छोडेर जाँदैछु, यिनले कसरी लालन पालन गर्लिन्, मेरी श्रीमती खाएर गर्लिन् नखाएर गर्लिन्, कति दुःख होला यिनलाई, म एक्लै हिँडेपछि यिनलाई जिउन कति गाह्रो होला। तर के गर्नु, मेरो पनि बाध्यता छ, जानै पर्यो भनेर केटाले सोच्छ हो। अब केटीले के सोच्चिन् होला? मान्नुस् राम्री असल श्रीमती छिन् भने मेरो बुढालाई कुनै पनि दुःख कष्ट नहोस्, विदेशमा पनि भगवानले सधैँ हात थापुन्, आशीर्वाद दिउन्, म पनि यहाँ पतिव्रत भएर बसिरहन्छु, भगवानसँग त्यही प्रार्थना गर्छु, भगवान भनेर क्वाँ रुन्छन्। अब त्यो मुजी रन्डी के सोचेकी रहेछ त्यति बेला? मैले जे सोचे पहिलाको, अब त्यो रन्डीले के सोचेकी रहेछ अब सुन त्यो पनि। अब बल्ल बुढो गयो, अब साला नागहरूलाई झुट बोलेर चाहिँ ठगिरहन परेन, सिधै मेरो रुममा आएर डेम किडेम बजाउन पाइयो, छोराहरूलाई छोराछोरीलाई स्कुल पठाइदिने अथवा घरमै भए पनि बाहिर खेल्न जाऊ भनिदिने, अनि नभए छतमा खेल्न जाऊ भनिदिने, स्केटिङ खेल्न जाऊ भनिदिने, काका के बल खेल्न जाऊ भनिदिने, रुममै सिधै बोलाएर डेम भने जस्तो केटालाई मजाले हनाउन पाइने बसाला भनेर खुसी बाँकी रहेछ रन्डीमे है। हुन्छ नि मा हिँड्ने बेलामा अलिकति नराम्रो नमिठो होइन, हुन्छ नि आँसु झर्ला जस्तो अलिकति, मुजी ह्याप्पिनेस छ यार, मुजी पुरै खुसी छ मेरो त माया चिक्ने, रन्डी माया चिक्ने, त्यो खुसी भयो कि है। आई थिङ्क मैले सोचे के भने म फेरि अलिक भावुक मान्छे होइन, अनि बुढालाई पिर पर्छ होला, म किन आँसु झार्ने रुने भनेर सोच्यो होला र म कन्ट्रोल गरौँ कि भनेर सोचेँ क्या मैले त, हुन्छ नि। तर त्यो मायाको एउटा भाव हुन्छ नि, त्यो भाव त कन्ट्रोल हुँदैन नि त, देखिन्छ क्या त्यहीँनिर। अहिले पछाडि आएर बुझेँ मैले के, त्यो त देखिन त्यहाँ त, नदेखि त ऊ चाहिँ खुसी रहेछ माया टोने, अब चाहिँ मजा गर्नुपर्छ माया टोने। अनि सुरु भइसकेछ त फेरि, अब भोलिपल्ट त उसलाई त मतलबै छैन मुजी, बुढा मुजी, कमाउने बुढो मुजी, विदेश हान्ने बुढो मुजी, घरमै मोमो ल्याउने बुढो मुजी, होटलमा साडी किनिदिने बुढो मुजी अर्को होटलमा, मुजी खसीको मासु ल्याइदिने बुढो अर्को होटलमा, खसी कटिङमा बोइलर ल्याइदिने बुढो अर्कोमा, मुजी बुक ल्याइदिने बुढो अर्कोमा, ए मादर चुत भुसडीवाले बाइक सिकाइदिने बुढो अर्को मुजी उसमा मुजी होइन, तालतला टुर गराइदिने मुजी अर्को बुढो मुजी, उही रेसोर्टमै म्याच सिकिने रन्डी मुजी। त्यही भएर केटा हेर होइन, बेकार यो सिक्नेहरूको नि सत्य कुरा भने क्या मैले, केही नसोचेर आयो कि विदेश आउँदाखेरि, बुझेन? खालि आफ्नो भविष्य सोचेर आयो, छोराहरूलाई यस्तो बनाउँछु भनेर। इनकेस राम्रो श्रीमती पर साथ दियो भने बन्छ पनि, नभए खोल्किन्छ, मेरो जस्तै हुन्छ। त्यो भएपछि सोचेर आफू तनाव लिने, टेन्सन लिने, दुनियाँ चुतिया व्यवहार गर्ने काम नगरे हुन्छ क्या। आफू फ्रेस हुने, मन लागेको खाने, मन लागेको काम गर्ने, मन लागेको टक्क गर्ने, ठ्याक गर्ने। त्यसो गरेर हेर भाइ हो, तिमीहरू नखाइ मुजी विदेशमा काम गर्छ, उहाँ मुजी डेम पड्काएर अरूलाई हनाएर मुजी खाएको छ। अब सत्य कुरा भन्दा तिमीहरूलाई मिठो लाग्दैन भाइ हो, तिमीहरूले हेर्दैनस् पनि यो भिडियो मलाई थाहा छ होइन, लाइक त परै जाओस्, मुजी हेर्दा नि हेर्दैनस्, नहेर मुजी, मलाई के मतलब होइन। म त यसो टिकटकसँग बात गरेको त, साथी कोही छैन मुजी यसो टिकटकसँग, के छ हेलो हाई टिकटक, हाई हेलो नमस्ते भन्दै, अब त मुजी साथी कोही छैन, अब के हेर्नु।